चलचित्र जेरी अनटपको छायाङ्कन पुरा 6 करोडको बजेटमा निर्माण भयो। चलचित्र जेरी अनटप। नमस्कार दर्शक महानुभावहरु, चलचित्र जेरी अनटपको बारेमा विशेष जानकारी गराउनेछु। पूरा भिडियोलाई हेर्नुहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौँ। नेपाली चलचित्र जेरी अनटपको छायाङ्कन 60 दिनमा सम्पूर्ण भएको छ। निर्माता सरोज नेउपानेका अनुसार चलचित्रको सम्पूर्ण दृश्य मुस्ताङमा सुटिङ गरिएको छ। बाँकी 2 गीतको छायाङ्कन भने भारतको पण्डुचेरी र काठमाडौँमा छायाङ्कन गरिने भएको छ। यसअघि लद्दाखमा खिचिने योजना गरिएको 1 गीतको अन्ततः छायाङ्कन मुस्ताङमै सुटिङ गरिएको छ। छायाङ्कन बारे निर्माता सरोज नेउपाने भन्छन्, यस पटक दिल खोलेरै काम गरियो, दृश्य सुन्दर बनेको छ। चलचित्रको छायाङ्कन सकिदासम्म यस चलचित्रको बजेट 6 करोड नागेको छ, किनकि चलचित्रमा अनमोल केसी र केदार घिमिरे जस्ता कलाकार छन् जसले 50 लाख भन्दा माथिको पारिश्रमिक लिने गरेका छन्। निर्माताले चलचित्रको अन्तर्राष्ट्रिय वितरणका लागि हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलिया बाहेक अन्य देशका लागि वितरक अधिकार बिक्री समेत गरेको छ। विदेशी अधिकार बिक्रीबाट लगानी 50% रिकभर हुने अपेक्षा गरिएको छ। अनन्या फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र जेरी अनटपमा अनमोल केसी, केदार घिमिरे, जसिता गुरुङ, आञ्चल शर्मा जस्ता कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। सगरमाथा क्षेत्रको लुक्ला र हिमालपारीको जिल्ला मुस्ताङमा छायाङ्कन गरिएको छ। यसअघि सन् 2014 मा प्रदर्शन भएको चलचित्र जेरी अनटपले मुस्ताङको सुन्दरतालाई प्रभावशाली रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि धेरै नेपाली तथा विदेशी पर्यटकले मुस्ताङमा घुम्ने चाहना राख्न थालेका थिए। चलचित्र सफल भएपछि त्यहाँका स्थानीयले त्यसको सम्मान स्वरूप मुस्ताङको एक गल्लीलाई जेरी गल्ली समेत नामाकरण गरेका छन्। जेरी फिल्मले नेपाली पर्यटकमा पुर्याएको प्रभावलाई हेर्दा चलचित्र जेरी अनटपले पनि दर्शकलाई लोभ्याउने अनुमान गरेको छ। उत्कृष्ट लोकेसन, रोचक कथावस्तु र आकर्षक भिजुअलका कारण नेपाली चलचित्र उद्योगलाई उत्कृष्ट सिनेमाटोग्राफी भएको प्रोजेक्टको रूपमा अपेक्षा गरिएको छ। चलचित्रको निर्माण टिमले अबको केही दिनमा चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने भएको छ। तपाईहरु चलचित्र जेरी अनटपलाई लिएर के भन्न चाहनुहुन्छ? चलचित्र हेर्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ? कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नुहोला। यस्तै जानकारीमूलक भिडियो लिएर आउने नै छु। अहिलेलाई पनि छुट्टिन्छु। नमस्कार।